ओहो! पिचर प्लान्ट फुल्नु सुरु भइसकिसकेछ। सुरु होइन, धेरै फुलिसकिसकेछ। अहिले देख्दैछु म चाहिँ हो, मैले बिर्सेछु नि त। अहिले चाहिँ सिजन थाहा भएर चाहिँ यसो हेर्दै आएँ कि हेर्नुहोस् न। यस्तो बेसी कोपिला लाग्छ यो चाहिँ आम्मामामामा! यो चाहिँ इन्सेक्टिभोरस प्लान्ट हो, कार्निभोरस प्लान्ट। यसले चाहिँ किरा खान्छ भन्छ होइन। अनि हाम्रोमा चाहिँ यो खासै भन्नुपर्दा चाहिँ जेजूले कहाँबाट ल्याउनु भएको, यो चाहिँ वाइल्ड हो। अनि के को दबाई हुन्छ भनेर चाहिँ ल्याउनु भएको हो नि त। यसको लिफ चाहिँ यस्तो हुन्छ हो, यो चाहिँ क्रिपर हुन्छ। एकदम मजाले आउँछ हो, यस्तो प्रकारले चाहिँ आइराखेको छ। यसको फुल चाहिँ एकदमै एक्स्ट्रा हुन्छ नि त, जस्तो सुकै फुल अरू जस्तो हुँदैन। सायदै भन्नुपर्दा हामीले चाहिँ अब बुकतिर मात्रै देखेका हुन्छौँ होइन, पढ्छौँ। अनि कता कता चाहिँ अरू जग्गा पनि देख्छौँ। तर यो चाहिँ अब हाम्रो जग्गामा हुने एकदमै हाम्रै जग्गामा हुने प्लान्ट हो यो चाहिँ। एकदम मजाले फुलिरहेको छ अहिले चाहिँ।